हेलो गाइज, गुड मर्निङ है त सबैलाई। ल फेरि पनि स्वागत छ यहाँलाई मेरो ब्लगमा। र आज चाहिँ हामी मिचिनानको एकदमै हिस्टोरिकल प्लेसमा ओबी क्यासल भन्छ है त्यसलाई चाहिँ, पहिलाका राजा महाराजाहरू बस्ने क्यासलमा घुम्नको लागि जाँदैछौँ। र देख्न सक्नुहुन्छ आजको मौसम यस्तो बवालै छ है। मौसम चाहिँ एकीसम्म चाहिँ साइकलमा जाम कि भनेर। र के कसो हुन्छ देखाउँदै गर्नेछु है। लास्ट घुमाइलो है आजको दिन चाहिँ। र एकदमै लक्की भनौँ कि के भनौँ, राम्रो कुरा चाहिँ हावा चले होइन क्या खासै, नत्र यो कपाल उडाएर हैरान फेरि हावामा। आजको दिन घामको मुख पनि देखियो है त। ल अब चाहिँ हल्का ढिलो होला जस्तो छ, हतार नगरी भएन, किनकि त्यहाँ ट्रेन छ क्या फेरि। ट्रेन फेरि अब 1 घन्टामा भने त पहिले 1 घन्टामा एउटा मात्र आउँछ, फेरि अहिले त एउटा ट्रेन भेटेन भने फेरि 1 घन्टा कुर्नुपर्छ, तनाव हुन्छ क्या फेरि। र देख्न सक्नुहुन्छ नि चिनानको नालीहरू चाहिँ यस्तो हल्का मेजाकीतिर जस्तो सफा चाहिँ हुँदैन क्या, यस्तो छ। अगाडि चाहिँ यहाँ सेउरे लाबुन पुलिस स्टेसन आइपुग्यो है त। ल देख्न सक्नुहुन्छ अगाडि स्टेसन एकदमै सिम्पल छ क्या मिचिनान स्टेसन चाहिँ। देख्न सक्नुहुन्छ यस्तो सिम्पल छ, सानो चिटिक्कको यही है हाम्रो मिचिनान स्टेसन चाहिँ। र देख्न सक्नुहुन्छ ट्याक्सीहरू चाहिँ यहाँ लाइन लागेर बसेको है, प्यासेन्जर कुरेर। र साइकल राख्नेहरू चाहिँ हाम्रो यतातिर छ। देख्न सक्नुहुन्छ कसैको साइकल लड्या रहेछ, उठाइदिनु हुन्छ। फेरि मेरो साइकल किन लडाइदिस्, अब बनाइदिए तैँले भन्न पनि बेर लाउन्न। र अब चाहिँ म साइकल पार्क गर्छु है यहाँ स्कुटरको छेउमा। लगाएँ साइकल पार्क गरेर म हिँडिसकेको छु है। 10:48को खके आजको ट्रेन फेरि 45 भइसकेको छ, ढिलो होला जस्तो छ गाइज। दिन यही है स्टेसन चाहिँ। र गाइज दिन चाहिँ आइसकेको छ है, ट्रेन आइसकेको छ। देख्न सक्नुहुन्छ अगाडि भाग मिल्का भाग, यो कता। र यही है मेरो खवाई दिन्छ। यहीँ पनि खुल्दो रहेछ, यहीँबाट छिटो। ल फाइनली आएँ त दिन्छभित्र गाइज, यस्तो छ यहाँ यतातिर बस। फाइनली देख्न सक्नुहुन्छ है अहिले चाहिँ ओबी स्टेसनमा म झरिसकेको छु। र यहाँबाटको सिनहरू चाहिँ भ्यूहरू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। जङ्गल चाहिँ पुरै खैरो भयो त, बवालै छ है भ्यूहरू चाहिँ। अघिसम्म त्यस्तो राम्रो थियो मौसम पनि, अहिले के भयो फेरि इन्द्रदेव रिसायो जस्तो खालसँग होइन। निस्किन भन्दा अहिले चाहिँ त्यस्तो घमाइलो थियो होइन त, अहिले एकैछिनमा कुहिरो लाएर हैरान। र जति कुहिरो लाए पनि यताको भ्यूहरू चाहिँ बवालै छ है। त्यो जङ्गल। र देख्न सक्नुहुन्छ यहाँ पनि यस्तो बवालै रहेछ है फुल, यस्तो ट्रेडिसनल जापानिज घर पनि बवालै लाग्छ कि मलाई फेरि। र आफ्नो ठाउँमा नदेखेको कुराहरू चाहिँ यहाँ आएर देख्न पायो भने चाहिँ जे पनि युनिकै लाग्दो रहेछ कि होइन, आफ्नो ठाउँतिर छैन यस्तो। र ओबी क्यासल जानुभन्दा अगाडि चाहिँ यहाँ यस्तो गुगलले चाहिँ बवालै गार्डन देखाएको थियो, त्यतातिर एकछिन बस्छु म। र हल्का यस्तो गर्मी भयो क्या, अहिले चाहिँ शीतल खाएर त्यसपछि ओबी क्यासलतिर लाग्नु पर्ला। खत्रै छ है बादलहरू चाहिँ। ल म ढिला नगरी अब कोवेनतिर लागेँ। गार्डन है कोवेन भनेको चाहिँ, सरी। र कोवेनमा चाहिँ आइसक्यो गाइज। गार्डनमा चाहिँ यस्तो केही रहेनछ, मेरो साथ धोका हुआ। गुगलले चाहिँ मलाई धोका दियो।
यस्तो डरलाग्दो ठाउँमा त रहेछ केही रहेनछ देख्न सक्नुहुन्छ यस्तो हरर स्पोट जस्तो मात्र है चराहरू पनि यहीँ रहेछ नेपालमा हो जानेछु ठाउँमा तेरा त मैले सुकुटी बनाइदिन्थेँ होइन यहाँ भएर बाँचिस् यो चाहिँ यस्तो बस्ने ठाउँ बनाइदिएको रहेछ जापानिज स्टाइलको ल यति रहेछ यहाँ चाहिँ तल हल्का पोखरी रहेछ देख्न सक्नुहुन्छ तल चाहिँ र हल्का एउटा दुईवटा माछा पनि देखेको थिएँ र माछा चाहिँ म तल गएर देखाउने छु कस्तो छ ठुल्ठुलै जस्तो है राति पो आउनु पर्ने हो आजलाई सुकुटी हुन्थ्यो नि राति आएर आजलाई सुकुटी हुन्थ्यो नि राति आएर हौ त्यहाँ पारी पनि रहेछ है बस्ने ठाउँ चाहिँ देख्न सक्नुहुन्छ त्यहाँ यस्तो र वा ओइ 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 नानी अत्यन्त राम्रो बच्ची हेर्नु भन्छ ठुल्ठुलै रहेछ है धोरबरा जस्तो रहेछ माछा चाहिँ देखेछ माछा चाहिँ धोरबरा जस्तो रहेछ ठुल्ठुला राति आउनु पायो भए एउटा त ट्याप्पै टिपेर भाग्नुहुन्थ्यो यसरी नै भाग्नुहुन्थ्यो र यति नै रहेछ केही छैन चाहिँ टाइम वेस्ट मात्र भयो ल अब चाहिँ ढिलो नगरी म ओबी क्यासलतिर लाग्यो है त र ओबी क्यासल नै गएर देखाउने छु त्यहाँको भ्यूहरू कस्तो छ र त्यहाँको ठाउँको बारेमा पनि हल्का कुराहरू के हुन्छ बताउने नै छु वा ल टिकट पनि मैले लिइसकेको छु गाइस र देख्न सक्नुहुन्छ एकदमै भिड छ जस्तो छ है जिपहरू पनि यस्तो धेरै छ र देख्न सक्नुहुन्छ यताको भ्यूहरू पनि बवालै छ है र दिन चाहिँ बवालै रमाइलो होला जस्तो मानेको र होप मौसम राम्रो होस् र माथि गएर कतिको भ्यू देखिन्छ भित्र पनि बवालै आएको जस्तो के हो यो ल ढिला नगरी म चाहिँ अब लाग्यो है त माथितिर ल देख्न सक्नुहुन्छ म भित्र आइसकेको छु है त र यस्तो चाहिँ धेरै नै ठाउँ अरे यहाँ हेर्नलाई चाहिँ देख्न सक्नुहुन्छ यस्तो है यतातिर के हो यो पुरानो जमाना पानी राख्ने भाँडा हो कि के हो र भन्दा भिडियो चाहिँ अलाउ हुँदो रहेछ भिडियो फोटो जे पनि पुरानो जमानाका जापानका घरहरू यस्ता हुन्थे है गाइज के हेर्न पाइन्छ है त्यहाँ हेरौँ कस्तो हुँदैछ उता फेरि किमोनो लगाएर फोटो खिचिरहेछन् है नियन्त्रणहरू अरूका भिडियो के खिच्दिने वाउ फुलै फुलको बिचमा म यहाँको सिन त्यस्तो राम्रो रहेनछ यति मात्र रहेछ खत्रै होला कि भनेको त खै त केही देख्दिनँ त म त ठिकै रहेछ है हल्का वा अब त क्यामेरै गरेर गरे अब फोटो खिचेर मन लामो है क्यामेरा पनि यति लामो छ क्यामेरा नि यिनीहरूले यस्तै पारा यहाँबाट अमेरिकासम्मको फोटो खिचेर अपलोड गर्न भ्याउँछन् के बोले भाइ अब के बोले छिरी किन्छु भनेर भित्र चाहिँ छिर्न मिल्दैन यस्तो छ है गाइज तातामीहरू लगायो भुइँमा छिरी किन्छु लिएर फाइन बोर्ड लगाइदिएर मलाई यतातिर चाहिँ तिनीहरू फोटो खिचिरहेछन् जान नि झ्याउ के गइदिने डिस्टर्ब गर्न र यतातिर पनि खासै केही रहेनछ जङ्गल मात्रै रहेछ यहाँ चाहिँ हल्का यस्तो डाँडामा खाके जस्ट वरिपरिबाट कतैबाट हमला भयो भने पनि प्रोटेक्सनको लागि होला नि यहाँ ठ्याक्क देखिन्छ नि त तलबाट त्यो हिसाबले राजा महाराजाहरू यस्ता डाँडा काँडामा महल बनाउने बस्ने के हो यो के गरे यो त रुख राजाकै पालाका रुख रहेछ कि अरू जोगाउनलाई
धुमधाम तरिकाले जोगाएर र म माथि मल भएकोतिर गएँ त्यो चाहिँ सामान्य रहेछ ल छिर्ने किल्ला चाहिँ यस्तो रहेछ है कुन किल्ला हो यो दामी नै खालको क्या हो देख्न सक्नुहुन्छ पुरानो जमानाको पर्खालहरू यस्तो ढुङ्गाले ठडा रहेछ पर्खाल चाहिँ होइन बवालै रहेछ क्या नो सिमेन्ट युज गाइज ओन्ली ढुङ्गाका पर्खाल र गेटको भ्यू चाहिँ त्यस्तो देखिँदो रहेछ है कुन राजा बसे होला नै यस्तोमा यहाँको मेन त्यो प्यालेस हुन्छ नि राजा बस्ने प्यालेस चाहिँ छैन अरे अलि भत्कियो अरे त्यही भएर नाम चाहिँ ओबी क्यासल रुन्स भनेर हालेको नि त पछाडि रुन्स त्यो भनेको चाहिँ मेन क्यासल चाहिँ छैन जस्ट यो चाहिँ अब रहल पहल त्यही पनि जोगाएर यहाँ टुरिज्म रे ओहो यति मान्छे आँखा भिड केही होइन खासै छैन त हाम्रो ठाउँमा हेर्ने कुरा कति छ संरक्षण भन्ने केही छैन कि हाम्रोमा चाहिँ संरक्षणको कमी छ र अझ माथि गएर हेरौँ है त कस्तो रहेछ रुखहरू पनि ठुल्ठुला होइन यति बेला बाढ भालाबाट जोगाउनलाई हो पनि यस्ता पर्खाल ढुङ्गाका यत्र पर्खाल लगाएर राखेका राजाहरूले यो चाहिँ सायद 13 कि 14 शताब्दीमा बनेको अरे र यहाँ चाहिँ 16 शताब्दीमा चाहिँ कुन हो सामुराईको खलकले चाहिँ राज गरेका थियो अरे है मलाई नि यहाँको बारेमा थाहा भएको चाहिँ त्यति नै हो वा सिरो प्यालेस रहेछ भनेर त्यो देख्न सक्नुहुन्छ है यस्तो भवाल छ है सेतो प्यालेस है त जस्तो हो कि क्या हो भित्र छिर्न चाहिँ मिल्दैन क्या कतै पनि छिर्न पनि परेको छैन यो चाहिँ ए रहेछ जानु मिल्ने यही है गाइज हिस्टोरिकल प्लेस ठिकै छ नि त नि अनि हवालै छ जस्तो लाग्थ्यो कि मान्छेहरूको मुखबाट सुन्दा त खासै केही छैन त्यहाँभित्र चाहिँ स्कुल छ जस्तो छ पढाइ भइरहेको छ र के फुल हो यो फुल चाहिँ फुल्न सुरु भइरहेछ है वा भन्न सक्नुहुन्छ है यो साकुरा त होइन होला कि साकुरै हो र हुनसक्छ यहाँ चाहिँ स्कुल छ जस्तो खालको स्कुलतिर अब डिस्टर्ब गर्न जानु पनि भएन अझ माथि हेर्दै जाऊँ के कस्तो हुन्छ आजको दिन मौसमले पनि साथ दिइरहेछ थाके क्या जानु चाहिँ मिल्दो रहेछ है चुई भन्दाखेरि कहाँ छुट्टीहरूले बन्द गरेर भनेर लाग्यो यस्तो ढुङ्गाको टायल बिछाएर यसरी हिँड्ने बाटो बनाएको वाउ त्यस्तो स्पेसल पनि केही छैन त्यही पनि संरक्षण गरेर है ओहो रुख त ठुलै यहाँ त कतै रुखको माथि अरिङ्गालको खोला त छैन वाउ के हो यो खोइ कतै केही पनि छैन त कहाँ हो राजा बस्दा घरै रहनु चाहिँ कहाँ पहिला त यहाँ त केही छैन त अनि रुख मात्रै हो त ए यहाँ रहेछ अर्को किल्ला चाहिँ चारैतिर किल्ला ल देख्नु जान्छ यो चाहिँ अर्को किल्ला रहेछ पछाडितिरबाट उताबाट आक्रमण भयो भने राजा यताबाट भाग्ने होला नि तब बाटोसम्म चढ्दै रहेछ र यहाँ चाहिँ ठुलो मैदान रहेछ है बडेमानको मैदान रहेछ यस्ता राजाहरू म्याप दिएको थियो म्यापै हेर्न जान्दिएन क्या अरू भन्दा नि होइन समस्या त्यहाँ भयो क्या यसकी बच्चाहरू ल यहाँ चाहिँ मेरै लागि भनेर बस्ने ठाउँ बनाइदिएको रहेछ एकछिन बस्नु पऱ्यो आराम थाके यी राजा चढ्ने रुख त यहाँ यस्ता पुराना भएर फाइनल अवस्थामा रहेछ अब कुहिन्छ अरे कहना क्या चाहते हो ल देख्न सक्नुहुन्छ यस्तो छ जङ्गलमा
भित्रै हो कि केही छैन। कहाँ हो राजाको भवन? कहाँ बस्थे राजा? तलतिरै जाम भयो, यहाँ त केही रहेनछ है, रुख मात्र देखाएको छ। अनि क्यासल भने राजा बस्ने कुर्सी होला सायद। कुर्सी के हो, टेबल बनाइदिएको रहेछ राजा बस्नलाई। यस्तो सिटी पनि काला रहेछ। यो ढुङ्गा नि फेरि किन पछाडि आएको मेरो? आइम है त माथिसम्म। ओए कस्तो घाम लाग्यो, कति रहेछ है त यहाँ त, केही रहेनछ। यत्रो दुःख गरेँ यति हुन्छ जम्मा। ल फर्कियो भयो म त। ए तलबाट त्यत्रो पैसा तिरेर आउने, फेरि यहाँ पनि फिरे। त्यसकै बच्चा छ, कति जानेको कि लुट्न त। ए आमा, हाम्रा नेताहरू मात्र त्यस्ता लुटेरा हुन् भनेको त है। यहाँ नि सब लुट मात्रै छन् क्या, लुटेराहरू। र यस्तो छ यतातिर चाहिँ, यस्तो रहेछ भित्ताहरू। ल यति नै होला जस्तो छ है। हौबी क्यासल भनेर आएको, यहाँ जङ्गलको यात्रा भइरहेको छ है। जता हेरे पनि जङ्गल मात्रै छ। यही हो क्यासल। ए आमानी हौ, तल पनि हल्का 2-4वटा ठाउँहरू चाहिँ छुटेको जस्तो लाग्यो। म त्यता पनि छिरेर तपाईँहरूलाई देखाउने नै छु। तर खासै केही चाहिँ रहेनछ। यहाँबाट चाहिँ यस्तो देखेको छ है त्यसको भ्यू। सिन चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। यतातिर ब्लू, हाम्रो क्युट ब्लू कार रहेछ कसको जिप। पुन्टे नपुन्टे फर्किनु लागेको है त अब। त्यहाँ जान्छ अघि गएको, यही हो गेट, छिरेको गेट। नो स्मोकिङ लेखेछ। आई एम गुड गाई, आई डोन्ट स्मोक। र तलतिर चाहिँ यस्तो रहेछ है। के हो यो थाहा चाहिँ भएन। ओ तिखोमुरा मेमोरियल हल रहेछ। यस्तो झारहरू रहेछ, मेमोरियल हल। ओ यतातिर चाहिँ क्युट गेट रहेछ है। गेट सानो हो कि म अग्लो फेरि झुक्न पर्ने भयो। मान्छेहरूको यो बस्ने ठाउँ जस्तो लाग्यो मलाई। ल म यहाँबाट धेरै बेर भुल्न चाहिनँ। म यहाँबाट निस्किएँ। र यतातिर देख्न सक्नुहुन्छ किमोनो लगाएर त्यहाँ 3जना चाहिँ फोटो खिचाउँदै हुनुहुन्छ गेटमा। देख्न सक्नुहुन्छ तल चाहिँ त्यहाँ सिङ्गो। अघि म त्यहीँ भएर यतातिर छिरेको। आजको लागि यति नै भयो जस्तो छ भ्रमण चाहिँ। वाउ बादल, वाउ। ल म त्यो ठाउँबाट फर्किसकेको छु है। र देख्न सक्नुहुन्छ म यहाँ तल आएको। यस्तो बवाल ठाउँ रहेछ त यहाँ चाहिँ। तल देख्न सक्नुहुन्छ खोला छ, त्यहाँ पुल, र पारितिर चाहिँ सिम्पल ठाउँ। कति राम्रो, वाउ। ल अब चाहिँ हल्का हावा चल्न सुरु भयो। हल्का जाडो जाडो जस्तो लाग्यो। अब चाहिँ फर्किने तयारी गर्नुपर्छ। आजको भ्लग चाहिँ यति नै भयो। जतिजना पनि नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला है। लाइक र सेयर गर्न चाहिँ नबिर्सिनु होला गाइज। सी यु अन द नेक्स्ट भिडियो है त।